निकोलस भुसाल भन्छन् के खास झ्याप भने के म बुझाइन्छ है म त यसैको विज्ञ हुन् त फेरि गाजाको बारेमा थाहा छ नि त के खाने कति खाने मलाई थाहा छ नि त अनि तिमीहरू कसैको बाउको खाइदिएको छैन क्यारे खाए त गाजा आफ्नै बाउको खाए मन्त्री चाहिँ नबन्ने होइन म नभन्ने प्रधानमन्त्री मात्रै भन्ने पहिले हतकडी बाँधेर आएको छु म भगवान्सित बन्धनमा छु म जहाँलाई नि खुसी हो म जेलमा त झन् खुसी आनन्द किताब लेक्चरमा सोचेको छु कुनै दिन जेल हाल्यो भने बसेर होइन म बुझाउँछु साथी हो गाजा नेपालको लागि वरदान हो खानाको लागि होइन औषधिका लागि र कपडा बनाउनको लागि सबै कुरा म खाँदिनँ म गाजा छुटाउने डक्टर हो समस्या भए आउनु होला दिदी गाजाको बारेमा म तपाईँलाई भन्छु गाजा नेपालको लागि अभिशाप होइन वरदान हो गाजा मैले खानाको लागि कहिले भनेको छु म खाने होइन छुटाउने डक्टर हो है होइन होइन तपाईँ सुन्नु तपाईँहरू फेरि हावा कुरा धेरै नगर्नु न मिडिया सबभन्दा बिगार्ने मिडियाले तपाईँ जस्तोले गर्दा देश बिग्रेको नभए युवाहरूले चाहिँ सोच्नु पर्यो बढी गर्लफ्रेन्ड भन्दा नि होइन मैले मात्र देशको सोच्छु तपाईँ चाहिँ गर्लफ्रेन्डै सोध्नु चोर रवि लामिछाने हामीलाई जेल हाल्ने हामीलाई बचाउने A few moments later. कर्पूर गौरम करुणा अवतारम संसार सारम भुजगेन्द्र आरम एकछिन हल्ला नगरौँ नि शिवजीको मन्त्र भन्दैछु को घर जान्छौँ रमेश ल्याएको घर जान्छौँ सिडिएको घर जान्छौँ घिसारेर निकाल्छौँ हे गृहमन्त्री तैँले कारबाही गर्न सक्छस् भने गर मेरै गाउँको होस् त पनि खास त रेस्पेक्ट गरेर भेना भन्नुपर्ने हो त्यही पनि त भन्न बाध्य छु आज साला तोरी काम नगर तैँले चाहिँ हे छोरा करोडपति त पहिल्यै छन् नि छोरा भन्नुभयो कसरी भनेको होइन नेपालमा 3600 खरबको साल छ छोरा यसलाई काट्नु मिल्छ सदुपयोग गर्नु मिल्छ यति मात्र सदुपयोग गर्यो भने हरेक नेपाली 1-1 करोड बाँड्न पुग्छ छोरा तैँले करोडपति बनाउँछु नभन अरबपति बनाउँछु भन भन्नुभयो हामी पहिला भगवान थियौँ भगवान मान्छेबाट बिस्तारै बाँदर भएर अहिले है डिप्रेसन जिल्लामा गाजा स्टोर खोल्नुहोस् है आजै खोल्नुहोस् आजै खेती गर्नुहोस् कसले काट्न आउँदैछ खुट्टा काटेर पठाइदिनुहोस् परेको हामी बेहोर्छौँ है देशी रक्सी ल्याएर खाना हुने लोकल रक्सी पोख्नेहरूलाई पनि खुट्टा काटेर पठाइदिनुहोस् परेको हामी बेहोर्छौँ उपचार निःशुल्क गरिदिन्छौँ उसको पनि है के हो माता भनेको अनि माताले चाहिँ हे बाबु नेपाल भनेको देवभूमि हो नेपाल भनेको तपोभूमि हो नेपाल भनेको सत्यभूमि हो शान्तिभूमि हो मोक्षभूमि हो तैँले यो फुल भनेर बेच्छस् नि त मुक्तिनाथको पशुपतिनाथको फुल भनेर बेच्छस् नि त लुम्बिनीको फुल भनेर बेच्छस् जनकपुरको फुल भनेर बेच्छस् होइन उग्रताराको भन्छस् बडी मालिकाको भन्छस् दुईवटा फुल राख्थे अरू सब घाँस राख्थे अनि पशुपतिनाथको फुल भन्नु बेच्थे पहिला पनि त सरकारले थुनेकै हो ठिक छ म यो देशका लागि मर्न तयार भएर हिँडेको मान्छे यो देशका लागि ज्यान हाजिर छ होइन जेल त के मर्नै पर्यो नि गोली नै खानु पऱ्यो पनि 80 जना मरिसक्यो अब म 81 हुन पनि तयार छु म एक्लै पनि लड्छु एक्लै पनि काट मोहल्ला खेलमा आफ्नो काम गर खुलुखुलु आज जेन्जीमा पर्नुहुन्न ठिक छ म जेन्जीको दाइ हो नि त अर्को कुरा यो बालेन्सा भन्ने छ नि मान्छे मेरै साथी हो है यति खतम अबे जल्दी बोल कल सुबह पनवेल निकलना है मान्छे के मैले जिन्दगीमा यति खतम मान्छे देखाएको थिइनँ कि है काठमाडौँ त भड्कालमा हाल्यो देशै भड्कालमा हाल्ला जस्तो भइसक्यो के हामीले भाइ त्यो मान्छे ठिक छैन न सपोर्ट नगर 1000 जनाले भन्थे होइन दाइ चण्डाल भन्दा चोरै ठिक भनेर ल्याएर राखेको साल के खाएर हिँड्छ के खाएर बोल्छ भन्छ त्यसमा कति सत्य दाल भात तरकारी खान्छु होइन मैले त्यो भाइ केही पनि खाँदिनँ होइन जग्गाको बारेमा थाहा छ नि त के खाने कति खाने मलाई थाहा छ नि त अनि तिमीहरू कसैको बाउको खाइदिएछ अनि तपाईँले बनाइदिनु भएन त देश मैले भन्न नपाउने तपाईँले देश बिगारिदिनु भन्न नपाएन हामीले
उहाँहरूले मात्र बिगारेको होइन उहाँहरूले त आफूसक्दो गर्नुभयो नि त यो गुरु यो होइन। प्रवचन पछि दिउँ यसो गर न यो यहाँ यता केन्द्रित हुनु नि तपाईँ होइन, तपाईँ यसो गर्दा गुरु जस्तो देख्छु त्यसो नगर होइन, होइन। गलत ठाउँ प्रवचन दिइरहनु यस्तो नगर ए भाइ तपाईँ उहाँ पो उहाँ तपाईँ भन्नुहुन्छ त्यस्तो मान्छे राखेर तपाईँले कसले बचाउँछ भन्नुहोस् त अब उहाँ ठिक कि म ठिक तपाईँ भनिदिनु न इभन हामीले प्रधानमन्त्री त्यतिखेर भेट्न जाने बेलामा केपी ओली प्रधानमन्त्री हुँदाखेरि मसँग फोटो पनि छ बालुवाटार गएको अनि हामी त बाहिर बसिरहेको थियौँ हाम्रो केटाहरू फोटो खिच्न आएछन् भनेर आएर फोटो खिचेर गए कुरा केही सुन्दा पनि सुनेनन् होइन कुरै सुनेनन् अब हामीले अब भन्न उचित पनि लागेन अब सोध्नु पर्यो नि त एउटा कुरा के ठिक लाग्यो भन्दा उहाँ पहिलेदेखि हामी धेरै बच्चैदेखि उहाँहरूको नाम सुनेर तर्सेर डराएर कापेर हिँडेको मान्छे हो क्या ओहो बाबुराम प्रचण्ड भन्ने बित्तिकै थरी काम भएर तर एउटा कुरा मारिहाल्नु थियो नि त त्यतिखेर त मेरो गाउँमा आएर टाउको काटे धेरैले अनि मेरो अङ्कलको पनि टाउको काटे होइन धेरै काटे अरे बाप रे ये तो धोती खोल रहा है 63 पछि चाहिँ अब हामी त बच्चैदेखि सुनेर आएको उहाँहरू आइसकेपछि त अब त त्यसमा ठुलै परिवर्तन हुने भयो हो किसानले त उहाँहरू फेरि बुर्जुवा शिक्षा भन्दै शिक्षा फेर्नुपर्छ भन्दा आउनुभएको केही थुप्रो छिटो फेरेन अलिकति सोलर अलिकति बिजुली मिक्स गरेर बनाऊँ भनेर हामीले त्यो पनि बनायौँ फेरि होइन अनि चाहिँ अब होइन बुटोलमा हामीले त्योहरू बनायौँ अनि बनाइसके पछाडि हाम्रो सरकारले चाहिँ यति धाइम यो सरकारकोमा अनि यिनीहरूले चाहिँ हामीलाई के गर्यो भन्दाखेरि चाहिँ अन्तिममा जापान जा भनेको टोयोटा कम्पनीमा मिलाइन्छ भने जापानै जान्थ्यौँ आफै जान्थ्यौँ नि त हाम्रो चाहना के छ भन्दा हाम्रो चाहिँ रकेट मिसाइलको नाम चाहिँ हाम्रो आरम्भ र ब्रह्मास्त्र थियो हाम्रो मिसाइलको नाम एउटा काल भैरव भन्ने पनि बनाएको थियौँ हामीले अनि त्यसपछि फेरि अब हामीले फेरि एकचोटि रकेट मात्र भन्दा नि ड्रोन पनि लैजाउँ मिसाइलहरू पनि लैजाउँ 2-4वटा भनेर हामीले 5वटा मिसाइल बनाएको थियौँ हामीले मिसाइल पनि बनाउनु भयो रकेट भने एउटै हो कि सर रकेट सिधा गयो नि त रकेट भयो यस्तै बाँक्नु गयो नि त मिसाइल होइन नेपालबाट विदेशबाट बाहिरबाट पूर्व झापाबाट पश्चिमबाट सबैतिरबाट हो भनेर होइन यति धेरै म्यासेजहरू खाना खानुभयो के गर्दै हो टाइपको हुन्छ नि होइन यति धेरै तपाईँ क्युट या हो या बंद करो हाथ जोड़ के मैं सबैको सबैभन्दा क्युट सबैभन्दा ब्युटिफुल केटीलाई मन पराउने होला कस्तो हुन्थ्यो भन्दाखेरि चाहिँ सबैजना एउटा केटीले हेर्थ्यो त्यो केटीले मलाई हेर्दै सोच पनि थियो उसले चाहिँ उतै राखौँ भन्ने कुरा पनि गर्थ्यो अनि मलाई चाहिँ रिलको हिरो बन्नु मन छैन रियल हिरो बन्नु मन छ अब सबै दुश्मन भयो जस्तो भयो अनि मलाई त त्यसमा गाह्रै भयो क्या अहिले तत्काललाई एउटा मात्र आश कि जनताको आश छ बच्चन जन्की भन्ने है त्यही गरौँ भन्ने छ साह्रै गाह्रो छ अच्छा तपाईँले आफ्नो सुरक्षाको माग गर्नु भएको छैन गृह मन्त्रालयमा गृहमन्त्री खुसी हुन्छन् मारे अनि अब यहाँ यस्तो अवस्था छ के सुरक्षा माग गर्ने यिनीहरूले तपाईँ सुरक्षाको माग गर्न जानु भने तपाईँलाई समातेर त्यही मार्न सक्छ यिनीहरूले वारेन्ट दिन्छ जस्तो लाग्छ यिनीहरूले कतिखेर थुनेर भित्री मार्ने पनि डर छ डरै यिनीहरूको छ अब यिनीहरूसँग के सुरक्षा माग्नु शास्त्र नै हुन्छ आउनु चाहिँ होइन पे गर्ने यो छ छैन म चाहिँ खास वेदको रचना भगवान्को चाहना मैले चाहेर के हुँदैन कि मैले चाहेर सन्दीपले खेल्न पाउँदैन तर भगवान्ले चाहे नि पाउँछ क्या भगवान्ले चाहेर हुने के लाग्छ भन्दाखेरि चाहिँ अहिले भगवान्ले चाहेको छन् कि म यहाँ आइज भनेर अनि म यहाँ आउँछु फेरि भगवान्ले उता जा भनेर चाहन्छन् गर्छु